जेन्जी साथीहरू नमस्ते। म सब जेन्जीहरूलाई आह्वान गर्न चाहन्छु, हामीले नबिर्सौँ साथीहरू, त्यो दिन हामीले 72 जना साथीहरूलाई गुमाएका छौँ। हामीलाई त्यो पीडा अझै मनमा छ। तर अहिलेको यी पोलिटिकल पार्टीहरूलाई हाम्रो साथीहरूले ज्यान गुमाएको केही मतलब छैन। उहाँहरूलाई आफ्नै सत्ताको, आफ्नै कुर्सीको, आफ्नै पावरको टेन्सन छ। र इनकेस हामीले हाम्रो साथीहरूलाई न्याय दिलाउन सकेनौँ भने हाम्रो साथीहरूले कहिले नि आत्मशान्ति पाउनुहुन्न। उहाँहरूको फ्यामिलीले कहिले नि आत्मशान्ति पाउनुहुन्न। केटाहरू नबिर्सम, जेन्जीहरूलाई न्याय दिलाउने भनेको कि राम्रो मान्छे हुन्छन् पोलिटिकल पार्टीमा ल्याएर, कि जेन्जीले न्याय दिलाउनुपर्छ। किनकि अरू कसैले हाम्रो साथीहरूलाई न्याय दिलाउँदा जस्तो लागेन। म सरकारलाई के भन्न चाहन्छु भन्दाखेरि, जसले गर्दा तिमीहरू सत्तामा पुग्यौ त्यसैलाई आज तिमीहरूले धिक्कार्दैछौ र फेरि समय दोहोऱ्याउनेछौँ। त्यो बाटोमा फेरि हामी हिँड्नेछौँ। तर त्यो दिन कसैलाई छोड्ने छैनौँ। लेखेर राख सरकार। र यो जसले भ्रष्टाचार गरेर अहिले आफ्नो सम्पत्तिहरू लुकाएर राख्नु भएको छ, तर त्यो दिन हामीले नङ्गाउनेछौँ सब कुराहरू। र म अर्को कुरा के भन्न चाहन्छु भन्दा, सब जेन्जी साथीहरूलाई हामी जोडिनुपर्छ, फोडिनु होइन साथीहरू। हामी एकीकृत हुनुपर्छ। हामी सबै युनाइटेड गर्नुपर्छ। हामीले ठाउँ ठाउँमा प्रचार गराउनुपर्छ र जेन्जीहरूलाई के सम्झाउनु पर्छ भन्दाखेरि, हामीले हाम्रोलाई भन्दा नि राम्रोलाई जिताउनुपर्छ। र हामीसँग त्यो पोटेन्सियल छ गाइस, हामीसँग पोटेन्सियल छ। हामी जेन्जीले लगभग 5 लाखभन्दा बेसीले जेन्जी साथीहरूले भोटिङ कार्ड गराउनु भएको छ। र हामीले त्यो भोटले पक्कै नै केही न केही परिवर्तन हुन्छ। मलाई आश छ हामी जेन्जीले परिवर्तन गर्नेछौँ र यो सरकार जेन्जीकै गराउनेछौँ। र जेन्जीले हाम्रो साथीहरू जसले न्याय पाउनु भएको छैन उहाँहरूलाई न्याय दिलाएरै छोड्नेछौँ। र यो चुनावमा पहिलो कुरो त म सबै जेन्जीहरूलाई के भन्न चाहन्छु भन्दा, हामी युनाइटेड भयौँ, हामी एकीकृत भयौँ, हामी अगाडि सँगै बढ्नुपर्छ, मिलेर बढ्नुपर्छ। सबैलाई म त्यही अनुरोध गर्दछु। जय जेन्जी।